पुरुषोत्तमा जय पुरुषोत्तमा, पुरुषोत्तमा जय पुरुषोत्तमा। हरि पुरुषोत्तम भगवान लिनुहोस् शरणमा, पुरुषोत्तम भगवान लिनुहोस् शरणमा। कथा सुन्छौँ भक्ति गर्छौँ यही महिनामा, कथा सुन्छौँ भक्ति गर्छौँ यही महिनामा। कथा सुनेर भक्त भक्ति गरेर पार पाइन्छ भगवानको नाम जपेर। जय बोलौं पुरुषोत्तम भगवानको जय। समादरणीय वन्दनीय भक्त सज्जन वृन्द, प्रत्येक दिन झैं ओम टिभी नेपाल युट्युब च्यानलको माध्यमबाट यो पावन पुरुषोत्तम महिना, जसलाई हजुरहरू धेरैजनाले अधिक मास पनि भनेर जान्ने गर्नुहुन्छ, यो महिनामा अरू केही गर्न नसकेको खण्डमा पनि पुरुषोत्तम मास महात्म्य मात्रै पनि श्रवण गर्नाले तपाईँ हामीलाई अथाह पुण्यमा वृद्धि हुन्छ। पुण्यमा वृद्धि मात्रै हुने कुरा होइन, त्यति मात्रै होइन, भगवानको सान्निध्यता दिलाउने कथा हो पुरुषोत्तम मास महात्म्यको कथा भनेको। हामीले यसरी बुझ्नु पर्दछ। अब आजको नयाँ अध्याय 3 भित्रका पावन कथा वाचन गरेर राखिनेछ। म टिकाराम पौडेल सर्वप्रथम सबैलाई जय श्री हरि, जय श्री राधे, जय श्री कृष्ण। धेरैजना हजुरहरूको गुनासो आइराखेको थियो, हाम्रो पहिलो दिन त भिडियो आयो मोबाइलमा, दोस्रो दिनबाट आएन गुरुजी भन्दै हुनुहुन्थ्यो। हजुरहरू कतिजनाले च्यानल सब्सक्राइब गर्नुभएको छैन होला पक्कै पनि भगवानका भक्तहरू। हजुरहरूले जहिले पनि शास्त्र सम्मत यी भगवानका गुणानुवादहरू अनि विभिन्न व्रत चाडपर्वका कुराहरू हजुरहरूले श्रवण गर्न रुचाउनुहुन्छ भने सब्सक्राइब गरिराख्नुहोला। अनि मात्रै हजुरहरूकामा भिडियो आउँछ। भर्सक नोटिफिकेसन घन्टीको बटनमा थिचेर अलमा थिच्नु भयो भने जहिले पनि भिडियो आउँछ। हजुरहरूको धेरैजनाको गुनासो आउँछ। जहिले पनि कथा सुरुमा आएको थियो, पछि कथा नै आउन छोड्यो, गुरुजी लगाउन छोड्नु भयो कि क्या हो भन्नुहुन्छ। हामीले कहाँ छोड्छौँ र, भगवानका गुणानुवाद गाउनका लागि कहिल्यै पनि छोड्दैनौँ भक्तवृन्द। यो हाम्रो शरीर रहुन्जेल, सास रहुन्जेल। अनि हजुरहरू अब कतिजना आमा बुवाहरू हुनुहुन्छ, वृद्धा हजुरहरूलाई आउँदैन भने आफ्ना घरमा कोही छोराछोरीहरू हुनुहुन्छ भने उहाँहरूलाई जहिले पनि कथा आइरहने बनाइदिनु भनेर हजुरहरूले भन्नुभयो भने बनाइदिनुहुन्छ। घरमा भएका कोही जान्ने व्यक्तिहरूले लाइक कमेन्ट पनि हजुरहरूले गर्नुभएको छ, सेयर गरेर साथ दिनुभएको छ। हजुरहरू सबैलाई भगवानको असीम कृपा मिलोस्। देश परदेश आफू जहाँ रहेर भए पनि कथालाई श्रवण गर्नुभएको छ, सबैलाई कृपा मिल्ने नै छ भक्तवृन्द। आउनुहोस् सर्वप्रथम अब हामीले मङ्गलाचरण गरौँ, ध्यान गरौँ अनि हामी कथामा अगाडि बढ्नेछौँ। हजुरहरूसँग पुष्प छ भने पुष्प लिनुहोला, नभए पनि मैले यहाँ पुष्प लिनेछु। विशेष यो हजुरहरूले आफूले लिएको सम्झिनुहोला। हामीले पुरुषोत्तम भगवानको यहाँ चाहिँ पूजन गरेर पुरुषोत्तम भगवानलाई हामीले पुष्प अर्पण गर्नेछौँ विशेष। अनि हामी कथामा अगाडि बढ्नेछौँ। ओम विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगद्धिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रयविनाशाय श्रीकृष्णाय वयं नुमः।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। वन्दे बन्धारु मन्दारं वृन्दावन विनोदिनं वृन्दावनकलानाथं पुरुषोत्तममद्भुतं। जय बोलौं पुरुषोत्तम भगवान को जय, भक्तर भागवत को जय। पुरुषोत्तम भगवानले तपाईँ हामी सबैको रक्षा गर्नुहोस् भक्तवृन्द। हामीले यही कामना गरिरहेका छौँ, सबैलाई राम्रो होस्। हामीले यही भगवानसँग आशीर्वाद मागिरहेका छौँ। अब यहाँ हजुरहरूले हिजोको दोस्रो अध्यायमा कथा श्रवण गर्नुभयो। देवर्षि नारदले कसरी मानिसहरू रोग शोक दरिद्रता र नाना प्रकारका दुःखले पीडित भएको देखेर भगवान श्रीहरि नारायणको बदरिका आश्रममा पुगेर प्रश्न गर्नुभयो भन्ने कुरा हजुरहरूले यो सुन्नुभयो। यस्तै प्रकारले भगवानले पुरुषोत्तम मासको व्रत गर्नाले सम्पूर्ण दुःख नाश गरिदिनुहुन्छ, अथवा पुरुषोत्तम मासको व्रत गर्नाले भगवानको कृपा मिल्छ भनेर यसरी भगवानले भनेपछि नारदजी छक्क पर्नु भएको छ। र नारदजीले छक्क पर्दै सोध्नु भएको थियो, हे प्रभु यो पुरुषोत्तम मास भनेको कुन महिना हो हे प्रभु, र यसको उत्पत्ति कसरी भएको हो? लौ न हजुरले सुनाइदिन पर्यो, बताइदिन पर्यो। सारा भक्तजनहरूको उद्धारका लागि म यही चाहन्छु हे मेरा प्रभु, सारा जनजनको कल्याण होस्। त्यसैले हजुरले यो बुझाइदिनुहोस्। भक्तजनहरू यसरी प्रश्न गर्नुभएको थियो नारदजीले। अब आजको तृतीय अध्याय अत्यन्तै महत्त्वपूर्ण र रोचक छ। आज हामी सुन्नेछौँ, बुझ्नेछौँ। जुन महिनालाई संसारले मलमास भनेर भेला गरे नि, हेपे नि, अशुभ भने हैन त अब त्यही महिना रुँदै रुँदै कसरी वैकुण्ठमा पुगे। अनि त्यहाँ पुगेर ती मलमासले साक्षात् भगवानसँग आफ्नो के कस्तो दुःख पोखे। हुन त मलमास भनेर उच्चारण नगर्नु भन्ने प्रसङ्ग आउँछ यहाँ, तर भक्तवृन्द के गर्ने, आजभोलि सबैले प्राय मलमास भन्दा मात्रै जान्ने गर्नुहुन्छ। र यहाँनिर सुरुवातमा हामीले यी केही न केही शब्दहरू उच्चारण गर्नै पर्ने हुन्छ भक्तवृन्द। किनभने मलमास कसरी पुरुषोत्तम मासमा परिणत भएका हुन् त, अनि हामीलाई यति धेरै पुण्य दिने महिना कसरी बने त भन्ने कुरा जान्नका लागि, बुझ्नका लागि पनि हामीले मलमास भन्ने शब्द उच्चारण गर्नुपर्ने हुन्छ। यो बाध्यता हो। अब बुझ्नुहोला, आजको कथामा हामी द्वापर युगको एउटा अत्यन्तै मार्मिक घटना सुन्नेछौँ र बुझ्नेछौँ, जहाँ भगवान श्रीकृष्णले आफ्ना भक्त पाण्डव र द्रौपदीको दुःख देख्न नसकेर प्रलयकालको अग्नि जस्तै भयङ्कर रूप धारण गर्नुभएको थियो। भक्तवृन्द आजको कथाबाट हामीले सिक्नेछौँ कि जसको कोही हुँदैन नि उसको लागि साक्षात् प्रभु परमात्मा भगवान हुनुहुन्छ। त्यसैले हामीले कहिलेकाहीँ दुःख परो, अरूले हेपे, हामीलाई पीडा दिए, हाम्रो कुरा व्यक्तिहरूले नाना थरी काट्दै हिँडेका छन् भनेर हजुरहरूले चिन्ता नलिनुहोला। आफ्नो कुरा अरूले गरिरहेका छन् भने प्रसन्न भइदिनुहोस्। भगवानले अब मेरो रक्षा गर्नेवाला हुनुहुन्छ। मेरो ग्रह दशा उनीहरूले आफूले कुरा काटेर शान्त गरिदिइरहेका छन्। हामीले यसरी बुझ्नु पर्दछ। आज हामीले यी दिव्य कुराहरूलाई बुझ्नेछौँ। मैले भने नि, कोही पनि छैनन् संसारमा आफ्ना लागि भने भगवान हुनुहुन्छ। कहिले पनि हार नखानुहोस्, कहिले पनि निराश नहुनुहोस् भक्तवृन्द। अब यहाँ ऋषिहरूले प्रश्न गर्दै हुनुहुन्छ। को ऋषिहरूले नैमी सारण्यमा यज्ञ गर्नका लागि भेला भएका तमाम शौनक आदि ऋषिहरूले कोसँग? सुतजीसँग प्रश्न गर्नुभयो। यहाँ सुरुवातमा नारायणो नरसखा यदुवाच शुभं वचः नारदाय महाभाग तन्नो वद सविस्तरम्। हे प्रभु, हे महाभाग, हे सुतजी, हे भाग्यमानी सुतजी, नरका मित्र नारायणले नारदजीलाई
जो कल्याणकारी वचन भन्नुभएको थियो नारदजीले सोधिसकेपछि त्यो वचन अब हामीलाई पनि हजुरले विस्तारपूर्वक बताउनुहोस् हे मेरा प्रभु, हजुरले बताउनुहोस्। नारदजीले त सोध्नु भयो नि त, यो मलमास कसरी पुरुषोत्तम मास भएको हो, भगवानको शरणमा कसरी गए र उनी सारा चराचर जगतलाई कल्याण गर्ने महिनाको रूपमा कसरी परिणत भए, बताइदिनुहोस्। ल हेर्नु, अब हामीले एकदम बुझ्ने आजको अध्याय रहेको छ भक्तवृन्द। त्यसैले यो अध्यायलाई हामीले बुझिएन एकचोटिमा भने हामीले दोहोऱ्याइ तेह्रियाइ भए पनि सुनेर बुझ्ने प्रयास गर्नुपर्नेछ भक्तवृन्द, र अरूलाई पनि बुझाउने प्रयास गर्नुपर्नेछ। हजुरहरूले भिडियो सेयर गरिदिएर फेसबुकतिर कता कता अरूलाई पनि सुनाउने प्रयास गर्नुहोला। हामीले बारम्बार यो किन भनिरहेका छौँ भने भक्तवृन्द, ज्ञान बाँडे पुण्य मिल्छ, कथा सुन्दाखेरि पनि पुण्य मिल्छ, अनि अरूलाई बाँड्नु, अरूलाई सेयर गर्नु भनेको पनि ज्ञान बाँड्नु हो। हामीले यसरी बुझ्नुपर्छ, र यसबाट तपाईँ हाम्रो कल्याण हुन्छ। अब यहाँ सुतजीले अगाडि गएर भन्नुहुन्छ, नारायण वचो रम्यम श्रूयताम द्विज सत्तमः यदुक्तम नारदायै तत प्रवक्ष्यामि यथा श्रुतम। ओहो, अब यहाँ सुतजीले के भन्नुभयो त भन्दा, हे ब्राह्मण श्रेष्ठ हो, हे नैमिषारण्यवासी हो, नारदलाई श्रीहरि नारायणले जो सुन्दर वचन भन्नुभयो नि, नारदले सोधिसकेपछि अब त्यो मैले जस्तो सुनेको छु मेरा गुरु सुखदेवबाट, मेरा गुरु वेदव्यासजीबाट हो, जस्ताको तस्तै म भन्दैछु, सुन्नुहोस्। उहिले अब श्रीहरि नारायणले प्रश्न गर्ने नारदजीलाई भन्नुभएको थियो, हे नारद, श्रेणु नारद वक्ष्यामि यदुक्तम हरिणा पुरा राज्ञे युधिष्ठिरायैवं श्रीकृष्णेन महात्मना। नारद, उहिले महात्मा श्रीहरि भगवान श्रीकृष्णले राजा युधिष्ठिरलाई जुन कुरो भन्नुभएको थियो नि पहिल्यै द्वापर युगमा, त्यो कुरो जस्ताको तस्तै म तिमीलाई भन्दैछु, सुना। ल अब कसले भन्दै हुनुहुन्छ? नारायणले कसलाई? नारदजीलाई के भन्दै हुनुहुन्छ? श्रीकृष्णले उहिले युधिष्ठिर, 5 पाण्डव लगायत युधिष्ठिरलाई श्रवण गराउनु भएको दिव्य यी पावन कुराहरू म भन्दैछु, सुन। कहिले त भन्दा कहिले श्रवण गराउनु भएको थियो भगवान श्रीकृष्णले 5 पाण्डवलाई पुरुषोत्तम महिनाको बारेमा। अब यहाँ भन्नुहुन्छ, एकदा धार्मिको राजा जात शत्रु युधिष्ठिरः द्यूते पराजितो दुष्टैर धार्तराष्ट्रैश्छल प्रियैः। ल हेर्नु कस्तो राम्रो कुरा आयो भक्तजनहरू। अब कथा द्वापर युगको काम्यक वनतर्फ जाँदैछ, ध्यानपूर्वक श्रवण गर्नुहोला। एक समयमा शत्रु नै नभएका धर्मात्मा राजा युधिष्ठिर जो हुनुहुन्थ्यो नि, जसका शत्रु त थिएनन्, तर हेर्नु जतिसुकै आफूले शत्रु नबनाए तापनि नि आफ्नो खुट्टा तान्ने त व्यक्तिहरू हुन्छन् संसारमा, आफूलाई नराम्रो गर्ने त हुन्छन्। तपाईँले जतिसुकै राम्रो बोल्नुहोस्, जतिसुकै अरूका लागि हित हुने काम गर्दै अगाडि बढ्नुहोस् भक्तवृन्द, तपाईँको कुरा काट्ने व्यक्ति, तपाईँको खुट्टा तान्ने व्यक्ति तपाईँका शत्रुहरू हुन्छन्। भलै तपाईँले अरूलाई शत्रु नठान्नुहोस्, तर तपाईँको पछि ती शत्रुहरू चाहिँ लागेकै हुन्छन् भक्तवृन्द। त युधिष्ठिरले पनि अरूलाई शत्रु मान्नुहुन्न थियो भक्तवृन्द, तर युधिष्ठिरलाई चाहिँ शत्रु लागे। छल गर्न अति सिपालु ती धृतराष्ट्रका छोराहरू, दुष्ट छोराहरू कौरवहरू, ती कौरवहरूले जुवामा हराए कसलाई? युधिष्ठिरलाई। सारा सभामा बसेका व्यक्तिहरूका अगाडि अथवा सामनेमा अग्निकुण्डबाट उत्पन्न भएकी धर्मात्मा द्रौपदीलाई दुष्ट दुशासनले कपाल जगल्ट्याउँदै घिसारेर ल्यायो। हेर्नु त्यो समयमा उनले लगाएका लुगाहरू पनि तान्यो, तर त्यति बेला श्रीकृष्णले लुगा थपेर उनको सुरक्षा गर्नुभएको थियो। हजुरहरूले कथा सुन्नु भएको छ नि। त्यो समयमा द्रौपदीले भर्सक आफ्नै बलले आफ्नो साडी तानेर आफ्नो रक्षा गर्ने प्रयास त गरेकी थिइन्। दुशासनले द्रौपदीको साडी तान्दै गर्दा द्रौपदीले आफूले आफ्नो रक्षा गर्ने प्रयास त गरिन् भक्तवृन्द। बुझ्नु है, यदि
हामी आफूले आफैलाई पूर्ण रक्षा गर्न सक्षम छैनौँ भने त्यतिखेर तुरुन्तै भगवानको स्मरण गर्नुपर्दछ। भगवानको हामीले पुकार गर्नुपर्छ अनि हाम्रो रक्षा हुन्छ। हामीले यसरी बुझ्नु पर्दछ। कसरी? यहाँ हेर्नुहोस् त, द्रौपदीले पहिले त के गर्नुभयो? आफ्नै बलले। कसरी हुन्छ? मेहनत गर्नुभयो, परिश्रम गर्नुभयो, सक्नु भएन त्यो साडी आफ्नो शरीरमा राखिराख्नलाई हेर्नु सकिराख्नु भएको थिएन। आफूले दाँतले टोकेर पनि प्रयास गर्नुभयो भक्तवृन्द, तर पनि उहाँले जब सक्नु भएन, अब हार खानुभयो, त्यस पछाडि भन्नुभयो, हे सखा, हे मेरा प्रभु, हे केशव, लौ अब मेरो रक्षा गर्नुहोस्। ल हेर्नु त, द्रौपदीले पहिल्यै सुरुमा नै भगवानको स्मरण गर्नुभएको भए पनि त हुन्थ्यो नि, तर पहिले आफैले मेहनत गर्नुभयो। बुझ्नु भक्तवृन्द, पहिले के गर्नुपर्छ? हामीले पनि कर्म गर्ने कुरामा त पहिले आफूले मेहनत गर्नुपर्छ। तर कुनै दुःख पर्यो, पीडा पर्यो भने आफ्नै बलबुतामा मात्रै होइन अरे, सबैभन्दा अगाडि भगवानको स्मरण गर्नुपर्छ। हे प्रभु, लौ मेरो रक्षा गर्नुहोस् भनियो भने भगवान आउनुहुन्छ। होइन आफैले मात्रै जोर जबरजस्ती गरिराखिन्छ भने भगवानले पनि छोडिदिनुहुन्छ। बुझ्नु, त्यसैले भगवानको हामीले पुकार गर्नुपर्छ। त यहाँनेरि जब हे केशव, हे सखा, लौ अब चाहिँ मैले सकिनँ, हे प्रभु मेरो रक्षा गर्नुहोस् भनेर जब द्रौपदीले पुकार गर्नुभयो भक्तवृन्द, त्यही समयमा भगवान श्रीकृष्ण स्वयं आफ्नै कपडा बनेर द्रौपदीको लाजको रक्षा गर्नुभयो। बुझ्नु, यहाँ भन्दै हुनुहुन्छ कथा। अब त्यस पछाडि के भयो त? त्यस पछाडि राज्य त्यागेर पाण्डवहरू वनवास गएका थिए, अथवा वनवास गर्न काम्यक वनमा पुगेका थिए। उहाँहरूले त्यहाँ अत्यन्तै दुःख पाउनुभयो। कसले? 5 पाण्डवले। द्रौपदी लगायत 5 पाण्डवलाई यति साह्रो दुःख भयो कि भक्तवृन्द हेर्नु, रक्षा गर्ने भगवान त हुनुहुन्थ्यो नि, तर के गर्ने? भगवानले यहाँनिर सबैलाई शिक्षा दिन खोज्दै हुनुहुन्छ। म तिम्रो नजिकमा भए तापनि तिमीले मेरो पुकार गरेनौ भने तिमीले मलाई कहाँ प्राप्त गर्न सक्दछौ र? भगवानले त यसरी भन्नुहुन्छ हामीलाई। त 5 पाण्डवहरूले पनि पहिले धेरै दुःख पाए। बुझ्नु, वनका फलफुल मात्र उनीहरूले कति समयसम्म त खाएर बसे। जङ्गलमा उनीहरू रहे। हात्ती जस्तै सबै पाण्डवहरूको शरीरमा हेर्नु झ्याम झ्याम्ती रौँहरू उम्रिएका थिए। विभिन्न चाहिँ समस्याहरू हेर्नु, शरीर दुर्गन्धले भरिएको जस्तो भएको थियो। अब जङ्गलमा दौडिँदा दौडिँदा अनि एक दिन ती दुखी पाण्डवहरूलाई हेर्न भगवान श्रीकृष्ण मुनिहरूका साथमा, आफू एक्लै होइन अरे, को गुरुजीहरूलाई अगाडि लगाएर काम्यक वनमा जानुभयो। को? भगवान श्रीकृष्ण। श्रीकृष्णलाई त्यहाँ 5 पाण्डवहरूले देखे र देखेर मरेको शरीरमा प्राण आए झैँ उनीहरूले माने। कसले? 5 पाण्डवले। ओहो, हाम्रा प्रभु आउनुभयो। द्रौपदीलाई रक्षा गर्नेवाला हाम्रा प्रभु श्रीकृष्ण आउनुभयो वनमा। उनीहरूले लामो सास फेरे। एकाएक पाण्डवहरू झराक झुरुक उठे र प्रेमले विह्वल भए। आँखाबाट के आँसुका धारा बग्न लागे। हेर्नु, प्रेमाश्रु बगे। श्रीकृष्णलाई अङ्कमाल गरे। ओहो प्रभु, हेर्नु हामीलाई कति साह्रो दुःख परेको छ यो वनमा, हजुर आज आउनुभयो। अनि ती सबैले भक्तिपूर्वक हरिका दुवै चरण कमलमा ढोगे। द्रौपदी पनि आइन् र द्रौपदी आएर श्रीकृष्णलाई बिस्तारै निहुरेर परैबाट ढोगिन्। भक्तवृन्द, रुरु मृगको छाला बेरिएका, धुलोले धुस्रा भएका, रुखा चारैतिर रौँले झ्याम्लुङ्गा ढाकेका पाण्डवहरूलाई र दुब्ली भएकी द्रौपदीलाई देखेर भगवानको मन अत्यन्तै कुँडियो। ओहो हेर, मेरा भक्तहरूलाई कति साह्रो दुःख परिरहेको छ। आज यो वनमा दौडिनु परेको छ। आज भगवान अत्यन्त दुखी हुनुभयो। कसलाई देखेर? आफ्ना भक्तले दुःख पाएको देखेर। आफ्ना भक्तहरूले त्यस्तो उग्र दुःख पाएको देखेर भगवान श्रीकृष्णलाई भयङ्कर रिस उठ्यो। अब हेर्नु, एकदम रिस उठ्यो। मेरा भक्तलाई दुःख दिने यी दुष्टहरू एकदम क्रोधित हुनुभयो। यसरी भनिएको छ यहाँ, धार्तराष्ट्रान् दग्धु कामो भगवान भक्तवत्सलः चक्रे कोपम स विश्वात्मा भ्रुभङ्ग कुटिले क्षणः। आफ्ना भक्तहरूलाई माया गर्ने भगवान श्रीकृष्णले ती
धृतराष्ट्रका सारा छोराहरू कौरवहरूलाई त्यही भस्मीभूत पारिदिने इच्छाले आँखी भुइँ चढाएर कुटिल हेराइले हेर्दै भयङ्कर क्रोध गर्न लाग्नुभयो। करोडौँ कालको भयङ्कर मुख जस्तै मुख भएका दन्दनाउँदो प्रलय कालको अग्नि झैँ उठेका भगवान जो अग्नि चाहिँ आफू चाहिँ क्रोधले उठेका भगवानले ओठलाई दाँतले थिच्दै तिनै लोकलाई डढाइदिने हुन् कि जस्तो गरेर हुङ्कार गर्नुभयो। त्यो समयमा कस्तो हुङ्कार गर्नुभयो भने, हे धृतराष्ट्रका छोरा हो, अब तिमीहरू भस्मीभूत हुनेछौ। भगवानले यसरी भन्नुभयो। भक्तजनहरू, हामीले बुझौँ त, यहाँनिर एउटा कुरा हामीले विचार गरौँ त, शान्तिका सागर भगवानलाई किन यति विघ्न रिस उठ्यो होला? बुझ्नु, भगवान श्रीकृष्ण शान्त हुनुहुन्छ नि। भगवान श्री हरि नारायण के हुनुहुन्छ? शान्त हुनुहुन्छ। हेर्नु, एकदम शान्त। उहाँ कहिले पनि रिसाउनुहुन्थ्यो? रिसाउनुहुन्न थियो। शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं। शान्ताकारं, जो एकदम शान्त रहने भगवानलाई आज रिस उठ्यो। हेर्नु, किनभने भगवान आफ्ना लागि जस्तो सुकै अपमान पनि सहनुहुन्छ। भक्तवृन्द, सहनु भयो कि भएन? त्यो शिशुपालले गाली गर्दाखेरि पनि भगवानले सहेर बस्नु भएन? जरासन्धले हेर्नु कतिचोटि चाहिँ आक्रमण गर्यो होला? बुझ्नु, 17 चोटि त आक्रमण गरिरहँदाखेरि पनि भगवानले त्यसको प्रतिकार मात्रै गरेर बस्नुभयो। भगवान त यस्तो हुनुहुन्छ। तर आज भगवान किन रिसाउनु भयो? आफ्नो भक्तको अपमान कहिले पनि सहनुहुन्न। आफ्ना लागि बरु अरूले अपमान गरून् त्यसलाई बर्दाश्त गर्नुहुन्छ, तर सहनुहुन्छ। तर भगवानले भक्तको अभिमान र भक्तको अपमान कहिले पनि सहनुहुन्न। श्रीमद् भागवत महापुराणको 9औं स्कन्धमा महाराज अम्बरीशको कथा आउँछ नि। जब महर्षि दुर्वासाले क्रोधित भएर भक्त अम्बरीशलाई मार्न कृत्या नामकी राक्षसी पठाए, उत्पन्न गराएर पठाए, तब भगवान श्रीहरि नारायणले तत्कालै आफ्नो सुदर्शन चक्र पठाउनु भयो। त्यो चक्रले कृत्यालाई त भस्म गर्यो, दुर्वासा ऋषिको पछि पछि दगुर्यो। अब दुर्वासा ऋषिलाई पनि भस्म बनाउनका लागि सम्पूर्ण ब्रह्माण्ड दुर्वासा ऋषि घुम्न लाग्नुभयो, भाग्न लाग्नुभयो ब्रह्माण्डभरि। तर भगवानको सुदर्शन चक्रले छोडेको थिएन। हेर्नु, दुर्वासा ब्रह्माजी र भगवान शिवजीको शरणमा पनि पुगे, हे प्रभु बचाउनुहोस् सुदर्शन चक्रबाट। तर कसैले बचाउन सकेनन्। किन? भगवानको भक्तमाथि कसैले अपमान गर्छ भने स्वयं भगवान पनि प्रकट भएर बचाउनेवाला हुनुहुन्न। तपाईँ अपमान गर्नेवालालाई बुझ्नु, कसको रक्षा गर्नुहुन्छ? भक्तको रक्षा गर्नुहुन्छ। बचाउनु भएन, कसैले पनि बचाउन सकेनन् दुर्वासालाई। अन्तमा भगवान श्रीहरि विष्णुले नै भन्नुभयो, अहम भक्त पराधीनो। अन्तिममा भगवान श्रीहरि विष्णुकै शरणमा जानु परेको थियो दुर्वासा, र भगवान श्रीहरि विष्णुले पनि भनिदिनु भयो, यो सुदर्शन चक्र पनि मेरो अधीनमा छैन है ऋषीश्वर। जसलाई तपाईँले के गर्नुभयो? अपमान गर्नुभयो। यो सुदर्शन चक्र त उसैको रक्षा गर्नका लागि दगुरेको छ। अब आफ्नो रक्षा गर्न चाहनुहुन्छ भने जसको अपमान तपाईँले गर्नुभयो उहाँकै गएर शरणमा पर्नुहोस्, त तपाईँको रक्षा हुन्छ। भनेपछि दुर्वासा ऋषि फेरि अम्बरीश राजाको शरणमा आएर बिन्ती गर्नुभयो, हे राजन, मैले जानी नरक्षा गर्नुहोस्। त्यस पछाडि मात्र अम्बरीश राजाले सुदर्शन चक्रको स्तुति गरेर शान्त गर्नुभएको थियो। अर्थात् भगवानले पनि त्यो समयमा भन्नुभएको थियो, म त के छु? अहम भक्त पराधीन। के? अहम भक्त पराधीन हो, म त भक्तको अधीनमा छु। गएर अम्बरीशसँगै माफी माग भनेर भगवानले भनिदिनु भएको थियो नि त। हो, त्यही सुदर्शन चक्रधारी भगवान आज काम्यक वनमा द्रौपदीको आँसु र पाण्डवहरूको दुःख देखेर अत्यन्तै क्रोधित हुनुभएको छ। कौरवहरूले द्रौपदीको चिर हरण गरेर सिधै भगवानको मुटुमा प्रहार गरेका हुन्। हामीले यसरी बुझ्नु पर्दछ। केवल कौरवहरूले चिर हरण गरे द्रौपदीको, यसलाई साधारण लिने कुरा होइन अरे। यो त उनीहरूले भगवानको मुटुमा, छातीमा प्रहार गरेका हुन् कौरवहरूले। हो, यो मान्नु पर्दछ। यसरी भनिएको छ। त्यसैले सीताको वियोगले सन्तापिएका क्रुद्ध साक्षात रामचन्द्र जस्तै श्रीकृष्णको त्यो रौद्र रूप देखेर वीर अर्जुन थर 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 काँप्न थाले। ओहो, भगवानले सारा संसार नै भस्म पो पारिहाल्नुहुन्छ कि भनेर
अर्जुनलाई डर भयो त्यो समयमा। तुरुन्त अर्जुनले सोचे, त्यो समयमा सोच्न लाग्यो, ओहो भगवानको यो रिसले त आज सारा ब्रह्माण्ड नै डढेर खरानी बनाउला जस्तो छ। अब मैले केही न केही उपाय गर्नुपर्छ भनेर अर्जुन झुरुक्कै उठ्नु भएछ र हतार हतार गएर डरले दुवै हात जोडेर अर्जुनले भगवान श्रीकृष्णको स्तुति गर्न लाग्नुभयो। भक्तवत्सल भगवानको जय के भनेर स्तुति गर्नुभयो त भन्दा, हे कृष्ण जगतां नाथ नाथ नाहं जगत वही त्वमेव जगतां पाता मां न पासि कथं प्रभो। हे प्रभु, हे प्रभु, हे श्री कृष्ण, हे जगतका नाथ, म जगतबाट बाहिर छैन, तपाईँ नै जगतको रक्षा गर्नेवाला हुनुहुन्छ। हजुर के हुनुहुन्छ? जगतको रक्षा गर्नेवाला हुनुहुन्छ। जसले क्रोधी आँखाले हेर्दैखेरिमा ब्रह्माको पनि पतन हुन्छ, तपाईँको क्रोधले के हुन सक्दैन र हे प्रभु। हे संहार गर्नेवाला प्रभु, रिसको बेलामा संहार पनि गर्नेवाला प्रभु, सृष्टि पनि गर्नेवाला प्रभु अनि रक्षा पनि गर्नेवाला प्रभु। हे मेरा प्रभु, यो क्रोधलाई हजुरले शान्त गर्नुहोस्। हे पिताका पनि पिता, तपाईँ जस्ताको क्रोधले जगतको नै प्रलय हुन जान्छ। हामी जस्तो साधारण व्यक्तिको क्रोधले हामी आफूलाई जलाउँछ, तर हजुरको क्रोधले चाहिँ सारा ब्रह्माण्डलाई जलाउँछ। हे प्रभु, यसको पीडा सारा चराचर जगतका हजुरकै सन्तानले भोग्नुपर्छ। त्यसैले प्रभु यो रिसलाई शान्त गर्नुहोस्। तपाईँ नै ईश्वर हुनुहुन्छ। यो सारा चराचर जगतलाई तपाईँले नै सृष्टि गर्नुभएको छ। हे मेरा प्रभु, त्यसकारण कौरवहरूले गरेको एउटा अपराधले यो आफैले सूर्यको विश्वलाई कसरी नाश गर्न खोज्दै हुनुहुन्छ। हजुरले यो सोच्नु पर्दैन? को यस्तो व्यक्ति होला जो लामखुट्टेलाई भस्मीभूत पार्नका लागि आफ्नै घरमा आगो लगाउँछ? हजुरले त यसो गर्न खोज्दै हुनुहुन्छ त प्रभु। त्यसैले हजुरले यो क्रोधलाई शान्त गर्नुहोस्। अर्जुनले यसरी दुवै हात जोडेर जनार्दन भगवानलाई बिन्ती गरे, ढोगे। त्यस पछाडि हरि भगवानले तुरुन्तै आफ्नो क्रोध हटाउनु भयो, बुझ्नु, र चन्द्रमा जस्तै शान्त हुनुभयो अरे। अनि भगवानलाई शान्त देखेर सबै पाण्डवहरू ढुक्क भए, अब खुसी भए। प्रेमले प्रसन्न भएका पाण्डवहरूले जङ्गली कन्दमूल र फलफुलले भगवान श्रीकृष्णको पूजा गरे। हे प्रभु, आज हाम्रो यो कुटियामा पाल्नु भएको छ, हामीसँग के नै छ र? हामी त यो वनमा जङ्गलका चाहिँ तरुल भ्यागुरहरू खाएर बाँचिरहेका छौँ। हे मेरा प्रभु, अब हजुरले पनि यही स्वीकार गरिदिनुहोस्। आहा, आज भक्तले त्यो जङ्गलमा भएको काँचो तरुल भ्यागुर कन्दमूल मजाले भक्तले दिएको ती पदार्थलाई स्वीकार गर्नुभएको छ। यति प्रसन्न भएर स्वीकार गर्नुभयो भगवानले, त्यो सीमा नै छैन, बुझ्नु। अब त्यस पछाडि भगवान प्रसन्न भएको जानेर अर्जुनले अति नम्र भएर हात जोडेर एउटा प्रश्न सोधे श्रीहरि नारायणलाई, बुझ्नु। त्यो समयमा भनेको श्रीकृष्ण नै को हुनुहुन्छ? श्रीहरि नारायण हुनुहुन्छ नि त। प्रश्न सोधे त त्यति बेला अर्जुनले श्रीकृष्णलाई त्यही प्रश्न सोध्नु भएको थियो, जुन प्रश्न यहाँनिर नारदजीले श्रीहरि नारायणसँग सोध्दै हुनुहुन्छ। अनि त्यही प्रश्न सोध्नु भएको थियो जुन प्रश्न शौनकादि ऋषिहरूले सुतजीसँग सोध्दै हुनुहुन्छ। अर्थात् यो मलमासको उत्पत्ति कसरी भएको हो, अनि पुरुषोत्तम मासको रहस्य के हो? हे प्रभु, के हाम्रो यो दुःख अब जहिले यसरी रहिरहन्छ अथवा हामीलाई यसरी जहिले दुःख परिरहन्छ? हे मेरा प्रभु, अब के गर्दा यो दुःखको निवारण होला? हे प्रभु, लौ न बताइदिन पर्यो, के हो यसको महत्त्व? अब आउन आँटेको छ अरे नि भनेर त्यतिखेर सोध्नुभयो, तर हाम्रा लागि त आइसकेको अवस्था छ, पुरुषोत्तम महिना होइन त। अब हामी यो जान्न चाहन्छौँ, बुझ्न चाहन्छौँ, यो महिनामा कस्ता कस्ता दान पुण्यका कर्महरू गर्नुपर्दछ, कस्ता कस्ता कर्महरू गर्न हुँदैन, बुझ्नु। यी सबै कुराहरू हामीले बुझ्न जरुरी छ। अब यहाँनिर जब यो प्रश्न सुन्नु भने भगवानले श्रीकृष्णले भगवान श्रीहरि श्रीकृष्णले केही बेर मनले सोच्न लाग्नुभयो। अनि द्रौपदी र पाण्डवहरूलाई आश्वासन दिँदै सारा लोकको कल्याण गर्ने हँसिला श्रीकृष्णले भन्न लाग्नुभयो। के भन्नुहुन्छ त अब यहाँ भगवान श्रीकृष्णले? श्रीणु राजन महाभाग, हे भाग्यमानी अर्जुन, अब तिमी भाग्यमानी भयो। किन? किनभने पुरुषोत्तम महिनाको बारेमा जान्ने
इच्छा गर्यो, जसले पुरुषोत्तम महिनाको बारेमा बुझ्ने इच्छा गर्छ, जसले पुरुषोत्तम महिनामा गर्नुपर्ने शुभ कर्महरू गर्छन्, अथवा केही पनि सकेनन् भने पनि कथा मात्रै पनि यो 1 महिना सुन्छन् भने पनि उनीहरू भाग्यमानी हुन् भन्नुको मतलब यो हो। भगवानले यो सङ्केत गर्दै हुनुहुन्छ भक्तवृन्द। हेर्नु त, अब यहाँ आएर भन्नुभयो भाग्यमानी भन्नुभयो, किन? पुरुषोत्तमको बारेमा जान्ने इच्छा अर्जुनले गर्नुभयो नि त, 5 पाण्डवले गरे नि त। त्यसैले हेर्नु, अब यहाँ भन्नुहुन्छ तिमीले यो अपूर्व प्रश्न सोध्यौ, यसको उत्तर भन्न मलाई आँट आइरहेको छैन नि। यस प्रश्नको उत्तर गुप्त भन्दा पनि गुप्त छ, गोप्य भन्दा पनि गोप्य छ। संसारमा ऋषि मुनिहरूलाई पनि यसको बारेमा धेरैलाई थाहा नहुन सक्छ। थाहा त छ धेरैजनालाई, तर अझै धेरैजनालाई कतिलाई थाहा नहुन पनि सक्छ। यो अत्यन्त गुप्त कुरा हो। तैपनि हे अर्जुन, मित्रताको नाताले र तिमी मेरो अति भक्त भएको हुनाले म भन्दछु, भक्तवत्सल भगवानको जय। बुझ्नु होला, कति राम्रो कुरा, कति राम्रो शब्द यहाँनिर बोल्नुभयो। तिमी मेरो मित्र, एकदम नजिकको व्यक्ति भएका कारणले गर्दा र अत्यन्त भक्त भएका कारणले गर्दा भन्दछु, नभए म कहाँ भन्छु र। बुझ्नु त, गुरुहरूले पनि नि हजुरहरूमा कुनै समस्या परेको छ भने एकदम नजिक हजुरहरू हुनुहुन्छ, एकदम आत्मीय हुनुहुन्छ हजुरहरू भने, एकदम भक्त हुनुहुन्छ भने ती गुरुहरूले पनि एकदम रहस्यात्मक गुप्त लुकेका कुराहरू पनि, जो हजुरहरूको कल्याण हुने कुरा छ, त्यो जस्तो सुकै भए पनि हजुरहरूको हितका लागि भनिदिने गर्नुहुन्छ र भनिदिनुपर्छ। बुझ्नु, यदि सच्चा गुरु हुनुहुन्छ भने र हजुर पनि सच्चा भक्त हुनुहुन्छ भने त्यसलाई मूल्याङ्कन गरेर भन्नुपर्छ। त्यस्तै आज यहाँ यही उपदेश, यही सन्देश दिँदै हुनुहुन्छ भक्तवृन्द। तिमी, म भन्दिनँ थिएँ, तर तिमी मेरो अति नै भक्त हौ, त्यही कारणले गर्दा म भन्दछु भन्नुभयो। यसको उत्तर अत्यन्तै डरलाग्दो छ, तर सावधान भएर सुन। कसले भन्नुभयो? भगवान् श्रीकृष्णले यहाँनिर अगाडि गएर भन्नुहुन्छ, अब हे अर्जुन, यो संसारमा नि जति पनि कुराहरू छन् नि, ती सबैको आफ्नो स्वामी छन्, मालिक छन्। त्यसमा पनि महिनाहरूमा चैतसम्मका, वैशाखदेखि चैतसम्मका 12वटा महिना, पक्ष, घडी, प्रहर, रात्रि, ऋतु, ऐन, वर्ष, युग र परार्धसम्मका समय, नदी अनि समुद्र, दह, कुवा, वापी, कुण्ड, छाँगा, लहरा, औषधि, रुख, वनस्पति, नगर, गाउँ, पर्वत, यी सबै मूर्तिमान रूपधारी छन्। ती सबै आफ्ना गुणहरूले गर्दा पुजिन्छन् र यी सबैका प्राय आफ्ना स्वामी हुन्छन्। बेकारका केही पनि छैनन्, सबैको आफ्नो महत्त्व छ। यहाँ यसरी भन्नुभयो। बुझ्नु है, हामीले यहाँ जान्नुपर्ने कुरा छ भक्तवृन्द। न तेषां कश्चिदप्यस्ति ह्यपूर्वः स्वामी वर्जितः स्वे स्वेधिकारे सततं पूज्यन्ते फलदायिनी। यदि आफ्ना स्वामी छैनन् भने नि हामीले फल प्राप्त गर्दैनौँ। बुझ्नु, हामीले पनि कसैलाई स्वामी रूपमा मानेका छैनौँ, कसैलाई आफूले चाहिँ अग्रजका रूपमा मानेका छैनौँ भने हामीले गरेको कर्मको पनि पूर्ण फल हामीलाई कहाँ मिल्छ र भक्तवृन्द। बुझ्नु, हामीले गुरु त्यत्तिकै मानेका छैनौँ, होइन त? हामीले यी शास्त्रहरूलाई त्यत्तिकै मानेका छैनौँ नि, हो, हामीलाई फल मिलोस् भनेर मानेका छौँ भक्तवृन्द। हामीले गरेको पुण्यको शुभ फल हामीलाई मिल्नका लागि हामीले पनि कोही न कोही स्वामी मानेको हुनुपर्छ र हाम्रो स्वामी हुनैपर्छ, यसरी भनिएको छ। र यहाँ भगवानले यही कुरा भन्दै हुनुहुन्छ, सबैको कोही न कोही मालिक छन् र हुनुपर्छ। तर हे पाण्डुनन्दन, हे अर्जुन, कुनै समयमा एउटा अधिक मास मलमास उत्पन्न भयो। यो मलमास उत्पन्न, अधिक मास उत्पन्न पनि मैले नै गरेको हो। भक्तवत्सल भगवानको जय। के भन्नुभयो भगवान् श्रीकृष्णले? मैले नै यो मलमासको उत्पन्न गरेको हो, अधिक मासको। किन गरेको त भन्दा, त्यो जो हिरण्यकश्यपु थियो नि, जो 12वटा महिनामा नमर्नेवाला हिरण्यकश्यपु हो, उसको उद्धारका लागि, उसको वधका लागि र भक्त प्रह्लादको उद्धारका लागि। हेर्नु, भक्त प्रह्लाद दैत्य कुलमा पनि यति साह्रो भक्त भए कि मेरा, ओहो, वर्णन गर्न सकिँदैन। त्यसैले यहाँ भगवान भन्नुहुन्छ, यदि भगवानको नजिक हामी पर्छौँ भने शास्त्रमा बताएका कुराहरू भन्दा विपरीत केही कुराहरू छन् भने पनि भगवानले त्यसलाई संशोधन गरेर भए पनि त्यो भक्तको के गर्नुहुन्छ? उद्धार गर्नुहुन्छ। भक्तवत्सल भगवानको जय। बुझिराख्नु है,
हामी भन्छौँ नि यो कानुनले दिएको छैन भने पनि सबैको कल्याण हुने काम छ भने कानुन संशोधन गरेर भए पनि यसलाई सुधार गरेर भए पनि हामीले यसमा यो कुरा थप्नुपर्छ भनेर भक्त अथवा आफ्ना जनताको कल्याणका लागि राज्यका प्रमुखहरूले राम्रो काम गरेका छन् भने त्यसलाई हामीले के गर्नुपर्छ? सम्मान। त्यस्तै यहाँनेरि पनि भक्तवृन्द भगवान् यही भन्नुहुन्छ, यो मलमासको उत्पन्न पनि मैले नै गरेको हो उत्पत्ति। त्यो दुष्टको वध गर्नुपर्ने थियो, ब्रह्माजीबाट वरदान पाएको थियो नि हिरण्यकश्यपुले। कथा सुन्नु भएको छ श्रीमद् भागवत महापुराणमा। जो 1 वर्षमा 12वटा महिना हुन्थ्यो त्यतिखेरसम्म 12वटा महिनामा उसले नमर्ने वरदान पाएको थियो। त्यसैले 13वां चान्द्रमास अनुसार 13वां महिना बनाएर भगवानले त्यो हिरण्यकश्यपुको वध गर्नुभएको थियो। अब यो महिनाको निर्माण त गर्नुभयो भगवानले। यहाँ भन्नुहुन्छ मैले यसको निर्माण त गरेँ, तर अब यसको स्वामी कोही पनि भएनन्। भक्तवत्सल भगवानको जय। तमुचु सकला लोका असहायम जुगुप्सितम अनर्हो मलवासोयम रवि संक्रमवर्जितः। मलवासोयम यहीँनेरि शब्द उच्चारण गरिएको छ मलमास भनेर, त्यही भएर हामीले पनि मलमास भनेर शब्द उच्चारण गरेका छौँ भक्तवृन्द। बुझ्नु, काहीँ भक्तहरू रिसाउनुहुन्छ कि यो मलमास किन उत्पन्न गर्नुभएको गुरुजी भन्नुहुन्छ। हेर्नु, यहाँ पुस्तकमै छ मलमास भन्ने शब्द, हामीले के उच्चारणै नगर्ने त? त्यसो होइन नि, हेला पो नगर्ने हो त, अपमान पो नगर्ने हो त भक्तवृन्द। अनि हामीले श्रद्धाका साथमा उच्चारण गरेर बुझाउने प्रयास त गर्नु पर्यो नि, नभए जोसुकैले कहाँ बुझ्नुहुन्छ र? हामीले यसरी बुझ्नुपर्छ। यहाँ भगवान् भन्नुहुन्छ जब त्यो मलमास उत्पन्न भयो अथवा मैले उत्पन्न गरेँ, सारा लोकले त्यसलाई असहाय भने, त्यतिखेर निन्दा गरे यसको स्वामी त कोही पनि छैन। ल हेर्नु है भक्तवृन्द, हामीले पनि कसै न कसैलाई स्वामी मानेका छैनौँ भने हामी पनि निन्दाको पात्र बन्नु पर्दछ। हेर्नु, मृत्यु पछाडि नि हामीले पनि हाम्रा गुरु हुनुहुन्न है, हामीले चाहिँ कसैलाई स्वामी बनाएका छैनौँ भने मृत्यु पछाडि हामी पनि असहाय हुन्छौँ, सहारा विहीन हुन्छौँ। त्यतिखेर कोही हुँदैन हाम्रा साथमा हामीलाई डोर्याएर लिएर जानेवाला। बुझ्नु, त्यतिखेर यमराजका दूतहरू आउँछन्, तेरा स्वामी थिएनन्, तेरा स्वामी भएको भए त तँलाई उद्धार गर्थे होला नि, खै तेरा स्वामी, यसरी हप्काउँछन्। हेर्नु, त्यतिखेर हामीले बुझ्नु पर्दछ यहाँ भन्न खोजिएको रहस्यात्मक कुरा के हो, यसलाई जान्ने प्रयास गर्नुपर्छ भक्तवृन्द। त्यसैले हाम्रा लागि त हाम्रा गुरु के हुनुहुन्छ? स्वामी हुनुहुन्छ। जो मैले मानेका गुरु मेरा लागि स्वामी हुनुहुन्छ। बुझ्नु, त्यसैले हामी के छैनौँ? असहाय छैनौँ भक्तवृन्द। त यहाँनेरि यो उत्पन्न भएको मलमासलाई चाहिँ तेरो स्वामी छैनन्, तेरा स्वामी छैनन्। बुझ्नु, यसरी सबैले के गरे? निन्दा गरे, किनकि सूर्य सङ्क्रान्ति नपरेको यो मलमास अपूज्य छ। यो मलमास हुनाले अछुत अस्पृश्य छ, शुभ कार्यमा निन्दित छ। बुझ्नु, हाम्रा पनि स्वामी छैनन् भने हामी पनि त हरेक ठाउँमा निन्दित हुनुपर्ने रहेछ। सज्जनवृन्द, शास्त्रमा यहाँ मलमासलाई अस्पृश्य अर्थात् अछुत भनिएको छ। तर के भगवानको घरमा कोही अछुत हुन्छ र? हामीले यहाँ बुझ्नुपर्छ। रामायणमा भिल्लिनी सवारीको प्रसङ्ग आउँछ नि, हजुरहरूले कथा सुन्नुभएको छ। समाजले सवारीलाई तल्लो जातकी भनेर हेला गरे भक्तवृन्द। हेर्नु, यहाँ मैले बुझाउनका लागि यो शब्द उच्चारण गरेको हो, यसलाई अन्यथा नलिनु होला, फेरि बुझ्नु होला। किनभने बुझाउनका लागि पनि केही शब्दहरू हामीले उच्चारण गर्नुपर्ने हुन्छ, जो आजभोलि उच्चारण गर्न नमिल्ने शब्दहरू पनि हुन्छन्। त्यो हामीले बुझाउनका लागि हो, हजुरहरूले यसरी बुझिदिनु होला। त ती सवारी वनमा बस्थिन्, सबैले अछुत भन्थे, हेला गर्थे। तर भगवान श्रीराम अयोध्याका ठुला ठुला पण्डित र राजमहलका 36 व्यञ्जन छोडेर, बुझ्नु है, भगवान श्रीरामले ठुल्ठुला पण्डित ऋषिहरूलाई छोडेर आफूले राम्रो राम्रो ठाउँमा जाँदाखेरि राम्रा राम्रा व्यञ्जनहरू पाउनुहुन्थ्यो होला नि खानलाई, त्यसलाई पनि छोडेर त्यही सवारीको जुठो बयार खानका लागि उनको आश्रममा किन जानुभयो? बुझ्नु, के भगवानले जात हेर्नुहुन्छ? यो सानो जातको यो ठुलो जातको भनेर भगवानले हेला गर्नुभएको हो र? होइन। कसले हेला गरेको? समाजले हेला गरेको। बुझ्नु, कसले हेला गर्यो? समाजले आफ्नो राजनीतिक स्वार्थका लागि, आफ्नो स्वार्थ परिपूर्तिका लागि
हेला गर्यो भक्तवृन्द। तर भगवानले कहिले पनि हेला गर्नु भएन। हाम्रा शास्त्रले त ठुलो जातको त सानो जातको भनेर कहिले पनि हेला गरेनन्। तर एउटा दान लिने कुरामा चाहिँ यहाँनिर भनिएको छ वेद पढेको चाहिन्छ। बुझ्नु, गुरु कस्तो चाहिन्छ? वेद पढेको चाहिन्छ। त्यो वेद पढ्ने अधिकार प्राप्त गर्नका लागि हामीलाई तपस्या गर्नुपर्छ धेरै समयसम्म। बुझ्नु, त्यो साधारण चान्चुने कुरा होइन भक्तवृन्द। अनि हो, यसका लागि चाहिँ हाम्रा लागि त्यो वंशैबाट आएको कोही पनि चाहिँ सन्तान, जो ऋषि कुलबाटै आएको कोही सन्तान छ र उसले वेद पढेको छ भने हो, ती व्यक्तिलाई गुरु बनाउनु, ती व्यक्तिलाई चाहिँ दक्षिणा दियो भने, दान गर्यो भने त्यो चाहिँ अत्यन्त सर्वश्रेष्ठ दान हुन जान्छ। यसरी भनिएको छ। बुझ्नु, धेरै कुराहरू छन् यहाँ। सङ्कल्प गरेर गरिने दान, पितृ उद्धारका लागि गरिने दान, यी कुराहरू यो जहाँसुकै हामीले गर्न हुँदैन। बुझ्नु, तर भगवानको कृपा प्राप्तिका लागि कहीँ पनि हामी सानो ठुलो कहिले पनि छैनौँ भक्तवृन्द। हेर्नु, यसरी हामीले बुझ्नु पर्दछ। शास्त्रले भेद गरेका छैनन्, भगवानले कहीँ पनि भेद गर्नुभएको छैन। त भगवान श्रीराम स्वयं श्री हरि नारायणले अवतार लिएर आउनुभएको छ रामको रूपमा। त उहाँ जो त्यतिखेरको समयमा तल्लो जात भनेर हेला गरिएकी ती सवरीको त्यही पनि जुठो बयार खानका लागि किन जानुभयो होला? त्यो आश्रममा हामीले यहाँ बुझ्नुपर्ने कुरा छ, गौण कुरा छ। भगवानलाई बाहिरी शरीरको पवित्रता होइन, भित्री भाव र आँसुको पवित्रता चाहिन्छ। समाजले अछुत भने पनि सवरी भगवानकी परम भक्त थिइन्। त्यसैले यहाँनिर यो पवित्र, यो अपवित्र, अथवा यो चाहिँ त्यस्तो खालको मान्छे, यो चाहिँ त्यस्तो खालको मान्छे भनेर समाजले हेला गर्छन्। समाजले के गर्छन्? अछुत बनाउँछन्। तर शास्त्रले अछुत कहीँ पनि बनाएका छैनन् र भगवानले कहीँ पनि कसैलाई अछुत बनाउनु भएको छैन। यदि बनाउनु हुन्थ्यो भने सवरीको जुठो बयर खानका लागि भगवान किन जानुहुन्थ्यो होला र? बुझ्नु, त्यसैले हामीले बुझ्नु पर्दछ आफ्नो सनातन जो वैदिक धर्म हो नि, हो यो नै सर्वश्रेष्ठ छ, सबैभन्दा उत्कृष्ट छ। बुझ्नु, त तपाईँ सच्चा भगवानको भक्त बनेर आउनुहोस् त। भगवानले कहिले पनि भेद गर्नुहुन्न। तर तपाईँ जे पाए त्यही खाइदिनुहुन्छ, जे पाए त्यही गर्ने नगर्ने कुराहरू गरेर हिँड्नुहुन्छ भने त्यहाँनिर एउटा साधारण मनुष्यले त, भगवानले त के, एउटा साधारण मनुष्यले पनि तपाईँलाई स्वीकार गर्दैनन्। त्यो कुरा विचार गर्नु होला। फेरि भगवानको भक्तिभन्दा विमुख तपाईँ हुनुहुन्छ भने भगवानले त के, एउटा भगवानको भक्त जो शास्त्र पढेका छन् ती व्यक्तिले पनि तपाईँलाई स्वीकार गर्नेवाला छैनन्। तर तपाईँ भक्त बन्नुहुन्छ, सारा खानपानलाई सुधार गर्नुहुन्छ, आफ्नो आचरणलाई सुधार गर्नुहुन्छ भने शास्त्र पढेका भक्त, भगवानका भक्त त के, भगवानले पनि स्वीकार गर्नुहुन्छ तपाईँलाई। त्यसैले बाहिरी आवरण होइन, भित्री भाव पवित्र बनाउनु पर्दछ। बुझ्नु, अनि बाहिरी खानपानलाई र शरीरलाई पनि शुद्ध बनाउने प्रयास गर्नुपर्छ। हामीले यसरी बुझ्नुपर्छ। यहाँ भगवानले जसरी भेदभाव गर्नुहुन्न भक्तवृन्द, त्यसरी नै हाम्रा शास्त्रले पनि भेदभाव गर्दैनन्। अब यहाँ बुझाउन खोजेको कुरा के हो त भन्दाखेरि, त यो मलमासलाई पनि सबैले के भने, यो चाहिँ अछुत हो भने, यसलाई चाहिँ हेला गरौँ भने सबैले निन्दा गरे, सबैले छिछि दूर दूर गरे भक्तवृन्द। बुझ्नु, आजभोलि पनि धेरै ठाउँमा यो मलमास हो भनेर हेप्छन्। तर वास्तवमा गर्न नहुने कुरा चाहिँ गर्न हुँदैन यो समयमा। तर पुण्य प्राप्तिका लागि चाहिँ योभन्दा अब श्रेष्ठ समय हामीलाई फेरि अर्को 3 वर्ष पछाडि मात्रै आउनेवाला छ। हामीले यसरी बुझ्नु पर्दछ। अब यो समय हामीले प्राप्त गर्न फेरि 3 वर्ष कुर्नुपर्छ। 3 वर्षसम्म हामी कहाँ भइएला, होइएला, नहोइएला के ठेगान छ भक्तवृन्द? कसको समय कतिखेर आउँछ थाहा छ? त्यसैले हामीले भगवानको शरणमा पर्न यी कथाहरू सुन्नका लागि कहिले पनि ढिला गर्नु हुँदैन। तुरुन्तै आज प्राप्त गरियो, अब छोड्नै हुँदैन। हामीले यो बुझ्नु पर्दछ। यो मैले आफ्नो कुरा गरेको छैन, मैले त यहाँ भएको कुरा गरेको छ भक्तवृन्द। यहाँ मलमासको त्यो कुरा कसैले पनि बुझेका छैनन्। जनताहरूबाट आफूलाई अछुत र निन्दित भनेको सुनेर त्यो मलमास साह्रै
पिरिएको छ, यतिखेर दिक्क भएको छ, खिन्न भएको छ, चिन्तित भएको छ, व्यथित भएको छ। अब के गर्ने के नगर्ने भन्ने अन्यलमा परेर कुनै उपाय नबुझेर नसुझेर उसले मर्ने निश्चय गर्यो। कसले? मलमासले। अब म शरीर नै त्याग गरिदिन्छु भन्ने उसले निश्चय गर्यो। भक्तजनहरू विचार गर्नुहोस् त, जब समाजले कसैलाई तँ अशुद्ध छस्, तँ अपवित्र छस्, तेरो मुख हेर्नु हुँदैन भन्छ, तब उसको मन कति रुन्छ होला बुझ्नु। त मलमासको अवस्था पनि त्यस्तै भयो। जनताबाट यस्तो निन्दा सुनेर त्यो मलमास साह्रै पिरियो, दिक्क मान्यो, खिन्न मान्यो, चिन्तित भयो, व्यथित भयो। अब के गर्ने के नगर्ने भन्ने अन्यलमा पर्यो। कुनै उपाय उसले निकाल्न सकेन। उसले मर्ने नै निश्चय गरेको छ, तर पछि धैर्य धारण गरेर फेरि त्यो मलमास अब एकचोटि चाहिँ म भगवानको शरणमा जान्छु भन्ने उसले निश्चय गर्यो। हेर्नु, हजुरहरू पनि भन्नुहुन्छ नि, गुरुजी म त मर्नै आँटेको थिएँ, तर हजुरको कथाले फेरि हामीलाई जीवित बनायो। त आज अन्तिममा मलमासले के सोच्यो त भन्दा, प्रभु म एकचोटि चाहिँ भगवानको शरणमा गई चाहिँ हेर्छु। यदि भगवानले पनि तँ अछुत नै हो, तँ चाहिँ खराबै हो, तँलाई सबैले हेला गरेका भनेर भन्नुभयो भने म शरीर त्याग गरिदिन्छु, नभए म एकचोटि चाहिँ भगवानको शरणमा जान्छु। भक्तजनहरू, संसारको एउटा तितो सत्य के हो भने, जबसम्म तपाईँसँग धन रूप र बल हुन्छ तबसम्म सबै तपाईँका आफन्त हुन्छन्। जब दुःख पर्छ, जब तपाईँलाई दुःख पर्छ नि, तब आफ्नै छायाले पनि साथ छोड्छ। श्रीमद् भागवत महापुराणमा गजेन्द्र र हात्तीको कथा आउँछ, हजुरहरूले सुन्नु भएको छ। जब गजेन्द्रलाई धेरै ठुलो बल प्राप्त भएको थियो, सारा वनका चाहिँ जीव जन्तुहरू भाग्थे, जङ्गलको राजा सिंह पनि गजेन्द्र भन्ने बित्तिकै भाग्थ्यो। त्यतिखेर उसका पत्नीहरू, छोराछोरीहरू, साथीहरूले गजेन्द्रलाई हाई हाई गर्थे बुझ्नु। गजेन्द्र महाराजको जय होस् भन्थे, पाउ मोल्न आउँथे भक्तवृन्द। आफ्नो स्वार्थका लागि उनीहरू नजिक हुन्थे। तर गजेन्द्रलाई गोहीले पानीमा तान्यो नि, सुरुमा त उसका पत्नीहरूले, छोराछोरी र साथीहरूले यसो तान्न त खोजे, ताने जस्तो त गरे। जब अब त्यो गजेन्द्र कमजोर हुँदै गयो, गोही बलियो हुँदै गयो, तब सबैले गजेन्द्रलाई त्यहीँ मर्न छोडेर हिँडे। जब सबैले छोडे, तब गजेन्द्रले एउटा कमलको फुल टिपेर भगवानलाई पुकार गर्यो र भगवान तुरुन्त त्यो समयमा गरुडमा चढेर आएर गजेन्द्रको उद्धार गर्नुभयो। ठिक त्यस्तै आज यो मलमासलाई सबै महिनाहरूले, देवताहरूले, मानिसहरूले तँ काम नलाग्ने भनेर त्यागे। तर याद राख्नुहोस्, जब संसारले सबै ढोका बन्द गर्छ, तब भगवानले वैकुण्ठको ढोका खोल्नुहुन्छ। जसलाई संसारले त्याग्छ उसलाई वैकुण्ठनाथले अँगाल्नुहुन्छ। भगवान श्रीकृष्ण भन्नुहुन्छ, हे अर्जुन, त्यो मलमास रुँदै 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 वैकुण्ठ भवनमा जहाँ म रहन्थेँ त्यहाँ आइपुग्यो। घरभित्र पसेर अमूल्य रत्नहरू जडेको सुनको सिंहासनमा विराजमान रहेको म परम पुरुषलाई देख्ने बित्तिकै भुइँमा लम्पसार परेर साष्टाङ्ग दण्डवत प्रणाम गर्यो। अनि घुँडा मारेर बस्यो र दुवै हात जोडेर अति नम्र भएर आँखाबाट बर्र आँसुका धारा बगाउँदै गदगद बाणीले उसले रुँदै आफ्ना कुराहरू भगवानका अगाडि भन्न थाल्यो। यहाँनिर सुतजी भन्नुहुन्छ, हे नैमिषारण्यवासी हो इत्युक्त्वा बदरीनाथो वीरराम महामुनि। यहाँनिर भन्नुहुन्छ, यति भनेपछि बदरीनाथ महामुनि नारायण पनि चुप लाग्नुभयो। यी कुराहरू सुनेर भक्तहरूलाई दया गर्ने नारद मुनिले फेरि अगाडि गएर प्रश्न सोध्नुभयो। नारदजीले सोध्नुभयो, हे प्रभो, इत्थम गत्वा भवनममलं पूर्णरूपस्य विष्णो भक्ति प्राप्यं जगदघरं योगिनामप्यगम्यं। हे प्रभो, जसको दर्शन योगीहरूले पनि हतपत्त गर्न पाउँदैन, त्यस्तो भगवान श्री हरि विष्णुको निर्मल भवनमा गएर भगवान मुकुन्दको चरण कमलको शरणमा परेको त्यो अधिक मासले रुँदै रुँदै अब के भन्यो त, अब म यो सुन्न चाहन्छु भनेर यसरी यहाँनिर नारदजीले प्रश्न गर्दै हुनुहुन्छ नारायणसँग। भक्तवृन्द, आदरणीय भक्तजनहरू, आजको कथाबाट हामीले के शिक्षा पायौँ भने भगवानले कहिल्यै पनि आफ्ना भक्तको आँसु देख्न सक्नुहुन्न। कौरवहरूले द्रौपदीलाई रुवाउँदा भगवानले सारा ब्रह्माण्ड डढाउने रिस गर्नुभयो। त्यस्तै जब संसारले मलमासलाई रुवायो तब ऊ सिधै वैकुण्ठ गयो। विचार गर्नुहोस्, त्यो मलमासले वैकुण्ठ पुगेर भगवानको अगाडि रुँदै आफ्ना के कस्ता दुःख पोख्यो होला त। अनि भगवानले त्यो मलिन र
अछुत भनिएको महिनालाई कसरी अँगाल्नुहुन्छ होला। अब यो अत्यन्तै मार्मिक रुवाउने प्रसङ्ग हामी भोलि 4औं अध्यायमा श्रवण गर्नेछौँ। भोलिको कथा सुनेर हजुरहरूका आँखा पनि रसाउँछन् पक्कै पनि, किनकि भोलि भगवानको असीम दयाको दर्शन हुनेछ। त्यसैले भोलि पनि ठिक यही समयमा कथा सुन्न ओम टिभी नेपालमा अनिवार्य हजुरहरू जोडिनुहोला। सब्सक्राइब गर्नुभएको छैन भने गरिराख्नुहोला, सेयर गर्नुभएको छैन भने गरिराख्नुहोला। आजको कथा श्रवणको सम्पूर्ण पुण्य हजुरहरू सबैलाई मिलोस् भन्ने कामना गर्दै आजको कथाको भागबाट म आज्ञा चाहन्छु, बिदा चाहन्छु। सबैले एकचोटि जयकारा लगाउँ। हजुरहरूले कमेन्ट बक्समा पनि जयकारा लगाउन सक्नुहुनेछ।